देख्दा दुरुस्तै मान्छे जस्तै देखिने म एक रोबोट हुँ जो मान्छे बन्न सङ्घर्ष गरिरहेको छु। हरेक बिहानै म अलार्मद्वारा अन हुन्छु अनि राति थकानद्वारा अफ। अलार्म बिनाका बिहानीहरू कसरी बिउजन्छन्? लखतरान थकान बिनाका रातहरू कसरी निदाउँछन्? मेरो चाहना छ कमसेकम एक बिहान सूर्यको न्यानो स्पर्शले मलाई बिउजाओस्। कुनै हतार नगरी सम्पूर्ण शरीर तन्काउँदै आफ्नै तालमा लय मिलाएर उठ्न पाइयोस्। मेरो चाहना छ कमसेकम एक रात निद्रालाई घुर्क्याई बिस्ताराको आलिङ्गनमा टाँसिन पाइयोस्। शरीरमा कहीँ कतै दुखाइ नै महसुस नगरी आँखामा शान्ति भरेर निदाउन पाइयोस्। मलाई दिमाग शून्य बनाएर आफैमा हराउन मन छ। त्यसको लागि पनि मलाई मान्छे बन्न मन छ। कहिलेकाहीँ मभित्र जडान गरिएको भावनात्मक चिपले अनेक कुराहरू सोच्न थाल्छ। सोच्दा सोच्दै अकस्मात मान्छेहरूको मुटु पड्किए झैँ सायद लिक्विड युक्त सिसा झर्याम्म फुट्छ अनि आँखाबाट तरर पोखिन्छ। म सोच्छु सायद म मान्छे बन्दैछु जसलाई दुःख महसुस हुन्छ, जसलाई खुसी हुन मन हुन्छ। तर यो कुरा सुनाउँदा मान्छेहरू पत्याउनै मान्दैनन्। म जहाँ छु त्यहाँ दुःख भन्ने शब्द नै हुँदैन रे। मलाई पीडा हुँदा बरर आँखाबाट आँसु खसाल्न मन छ। त्यसको लागि पनि मलाई मान्छे बन्न मन छ। बिहानको अँध्यारोमा निस्केको म जब रातको अन्धकारमा घर फर्किन्छु निकै बेरसम्म ऐनामा आफैलाई निहाल्छु। यस्तो लाग्छ सूर्यको उज्यालोलाई स्पर्श गर्न नपाउँदा मेरो जिन्दगी पनि कालो रात जस्तै बनेको छ। जसले मुस्कुराउन बिर्सिसकेको छ, जसले मायाको स्पर्श भुलिसकेको छ। मलाई दिनको उज्यालोमा एक दिन संसार निहाल्न मन छ। त्यसैको लागि पनि मलाई मान्छे बन्न मन छ। मेरो सरकारले हरेक वर्ष कैयौं रोबोटहरू मान्छे बनाउनको लागि संसारभरि निर्यात गर्छ र तिनै रोबोटहरूको आम्दानीले परिवार चलाउँछ। कहिलेकाहीँ मलाई डर लाग्छ कतै ती रोबोटहरू मान्छे बन्नै नसकी थोत्रिएर फर्किए भने, कतै केही मान्छे बनिसकेका रोबोटहरू फर्किनै बिर्सिए भने मलाई मान्छे नै मान्छेहरूले भरिएको सुन्दर देश देख्न मन छ। त्यसैको लागि पनि मलाई मान्छे बन्न मन छ।